हेलो लासो मेरो प्यारो प्यारो साथीहरू हेर्नु न आज त म यति राम्रो ठाउँमा आएको छु नि हेर्नु न म त हेरेँ छु यो झरना त हेर्नु त कति राम्रो ठाउँ कति रमाइलो ठाउँ आमा यहाँ आउँदाखेरि त मलाई त स्वर्गमा आएको फिल भएको कि सबै दुःख पीडा होइन सबै कुरा बिर्सेको कि हुन्छ नि त अब काम गर्न अब हरेक कुराहरू आफ्नो घरैसी पारिवारिक कुराहरू होइन घरबारको कुराहरू अनेक थरी हुन्छ नि त अनि दिमाग ह्याङ भएको बेलामा यो ठाउँमा आउँदाखेरि त आनन्द यति आनन्द कि अब के भनेर साध्य छैन कि होइन अब तपाईँहरू चाहिँ जो कोही पनि अब क्रोएसियामा हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकचोटि चाहिँ मजाले टाइम मिलाएर चाहिँ घुम्न आउनु है अनि अब नेपालमा हुने अरू ठाउँमा हुने मेरो साथीहरू आफन्तहरूले चाहिँ हेर्नु होला मेरो भिडियो होइन अनि भिडियो हेरेर लाइक कमेन्ट अनि गर्नु होइन कस्तो लाग्यो के लाग्यो यसो भनिदिनुहोस् होइन अब हेर्नु न मेरो साथीहरू पुरै हात हल्लाउँदै हिँड्दैछ अनि कस्तो राम्रो के त्यसमा काठको पुलहरू के काठको पुलहरू ठाउँ ठाउँमा होइन अब यो चाहिँ रेलिङ नभएको छ अन्तमा चाहिँ रेलिङ भएको पनि छ कि अनि हेर्नु न यसमा नि अब यस्तो डाँडा जस्तो छ होइन अनि यस्तो उकालो ओह्रालो जस्तो छ अनि कस्तो मजाले बगेको छ हेर्नु न अनि यसमा न है त्यो माटोहरू सोरेर लगेको छ न त्यो बिरुवाहरू अब भनौँ त्यो घाँसहरू सोरेको छैन कि एकदम कस्तो शालीन तालले कि एकदम बगेको छ नि त आनन्दले कि अनि अब कुनै कुनै ठाउँमा चाहिँ कस्तो भुमरी पनि छ कि अब यसमा हेर्नु न सानो सानो छ माथिबाट यसरी खर्की छ अनि यो कस्तो भन्ने अब त्यो व्याख्या गर्नै सक्दिनँ कि तर धेरै राम्रो ठाउँ छ है मलाई त एकदम आनन्द लाग्यो 3 घन्टा जति घुमेको है अनि मैले त मेरो विगतको कुराहरू सब बिर्सेको कि सबै दुःख पीडा हुन्छ नि मनभरिको त्यो बह हुन्छ नि काम गरेको थकान सबै मेटेको कि ल तपाईँहरू पनि अब क्रोएसियामा हुनुहुन्छ भने चाहिँ एकचोटि चाहिँ यो ठाउँ चाहिँ भिजिट गर्नु है साथीहरू ल त बाई बाई सबैलाई लासो